I'm gonna go with Virat. Congratulations Virat team Rajuलाई अहिले प्रसारणमा आइरहेको द भोइस अफ नेपाल सिजन 6 को नकआउट राउन्डबाट दीपक गजुमेरलाई आउट गराएपछि कोच राजुलाई गालीको वर्षा। दीपक गजुमेर बाहिरिनुको कारण खुल्यो। दर्शकवृन्द, अहिले प्रसारणमा आइरहेको गायन रियालिटी शो द भोइस अफ नेपाल सिजन 6 को नकआउट राउन्डका एपिसोडहरू प्रसारणमा आइरहेका छन्। नकआउट राउन्डमा कोच राजुको टिममा रहेका प्रतियोगीहरू मध्ये विराट तामाङ, दीपक गजुमेर र प्रकाश बान्तावा राई प्रतिस्पर्धामा उत्रिएका थिए। यी प्रतियोगीहरू मध्ये विराट लाइभ राउन्डका लागि छनौट भए। प्रकाश बान्तावा राई र दीपक गजुमेर नकआउट राउन्डबाटै बाहिरिएका थिए। दीपक गजुमेर बाहिरिएपछि कोच राजुले विजेताको दावेदार मानिएका दीपक गजुमेरको आवाजलाई नचिनेको भन्दै दर्शकहरूले गाली गरिरहेका छन्। त्यसपछि भने उनले दीपक गजुमेर बाहिरिनुको कारण र विराटलाई लाइभ राउन्डमा लानुको कारण खुलाएका थिए। उनले भनेका थिए, विराट एउटा एकदमै रिमोट पहाडमा बसेर पनि हैन एउटा ब्यान्ड खोलेर उसको म्युजिक प्रतिको लगाव र मेहनत उसलाई अगाडि बढाउनु पर्छ जस्तो मलाई फिल भएर चाहिँ मैले निर्णय पश्चात भने कोच राजु पनि त्यति खुसी भने देखिएका थिएनन्। दर्शकवृन्द, तपाईहरुलाई के लाग्छ? अहिले नै दीपक गजुमेर बाहिरिने खालको प्रतिस्पर्धी हो त? तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक, शेयर र तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। थ्यांक्स फर वाचिङ।